हेलो गाइज, आज चाहिँ है केही होइन, मेरो ट्रिमरको कथा सुनाउनु पर्छ है। मेरो काम सुरु, आफ्नो काम सुरु चाहिँ 2 बजेबाट हो। अनि भान्ताको समथिङ एउटा ठाउँ लेखेको थियो क्या, अब थाहा थिएन क्या। अब कहाँ कति पर लाग्छ भान्ता भनेपछि नजिकै होला, त्यस्तो धेरै टाइम लाग्दैन भन्ने सोचिरहेको। गयो है, गयो ओर्यो भरे लास्टमा थाहा भयो क्या, एट द इन्ड थाहा हो त्यहाँ भान्ताबाट टिकुरी लामा ओर्लेर अरू कति भने 1 घन्टा जस्तो लाग्छ। गयो केही छैन, ल 4 घन्टाको सिफ्ट गरियो हरियो आइयो। आउने बेलामा के भयो भने अब आफ्नो काममा जानुपर्ने, 1 बजी सकिने 2 बजी आफ्नो काम सुरु हुने। अनि केही सिफ्ट नलाएर लास्टमा बोल्टको ट्याक्सी लिएर त्यहाँबाट काम्पी पुग्नु पऱ्यो है। जति काममा गरेको, जति कामबाट पैसा आउँथ्यो त्यो चाहिँ मेरो ट्रान्सपोर्टेसनमा झन्डै ट्रान्सपोर्टेसनमा गयो क्या। हातमा कति आयो, हातमा 10 रुपियाँ आयो हो है, 10-12 रुपियाँ। ट्याक्सीलाई यता जाँदाखेरिको ट्रेनको गर्दाखेरि सकिसक्यो होइन। यो चाहिँ मेरो दुःख है, दुःख गाह्रो हेर्नु पर्दो रहेछ भन्ने ज्ञान चाहिँ मैले पाएँ। अब चाहिँ एप्लाई गर्दाखेरि नै कुन ठाउँ हो, कति पर हो भन्ने चाहिँ हेर्नुपर्ने रहेछ क्या।